हेल्लो एन्ड नमस्ते। आजको यो भिडियो चाहिँ तपाईँहरूको लागि न्युजिल्यान्ड आउँदाखेरि के सामान चाहिँ लिएर आउन मिल्छ र के चाहिँ लिएर आउन मिल्दैन भन्ने विषयमा रहेको छ। सो यो भिडियो चाहिँ मैले मेरो पर्सनल एक्सपिरियन्स र मैले गरेको रिसर्चको आधारमा तयार गरेको छु। तपाईँहरूको लागि पनि युजफुल हुनसक्छ। यदि फर्स्ट टाइम ट्राभल गर्दै हुनुहुन्छ न्युजिल्यान्ड भने तपाईँहरूले फर्स्ट टाइम आउँदाखेरि चाहिँ के चाहिँ लिएर आउन मिल्छ अनि के कुराहरू चाहिँ अभोइड गर्नु राम्रो हुन्छ भन्ने हल्का जानकारी दिन गइरहेको छु। अब भिजा लाग्यो, भिजा पछिको सुरुको प्रोसेस भनेकै सपिङ हुन्छ। अब सपिङ गर्दाखेरि एक्साइटमेन्ट पनि हुन्छ, मैले के चाहिँ लिएर जाने होला भन्ने। अनि हल्का डर पनि लाग्छ, मैले लान लागेको सामानहरूले पछि मलाई समस्या हुन्छ कि हुँदैन भन्ने कुरा। सो हजुरहरूले चाहिँ यो भिडियो हेरिदिनु होला। सो अब सुरुमा चाहिँ तपाईँले चाहिँ न्युजिल्यान्ड आउँदाखेरि चाहिँ अभोइड गर्नुपर्ने लिस्ट बनाऊ। अभोइड गर्नुपर्ने सामानहरू अथवा अभोइड गर्नुपर्ने आइटमहरू, प्रोडक्टहरूको लिस्ट बनाउँदाखेरि चाहिँ सुरुमा चाहिँ मिट एन्ड मिल्क आइटमहरू चाहिँ फुल्ली अभोइड नै गर्नु भन्छु म। सो अनि स्मोकिङको केसमा चाहिँ तपाईँले 3 प्याकेटसम्म सिगरेट डिक्लेयर गरेर लिएर आउन मिल्यो। 3 प्याकेटभन्दा बढी चाहिँ बोकेर नआउनु होला। अनि एनिमल एन्ड प्लान्ट आइटमहरू अभोइड गर्नुहोस् फुल्ली। अनि स्पेसियल्ली एग्रिकल्चरल बिउ उम्रिने खालको सामानहरू चाहिँ अभोइड नै गर्नुहोस्। अनि सार्प अब्जेक्टहरू भन्छन्, सार्प वेपनहरू भन्छन्, त्यसमा पेपर स्प्रे पनि इन्क्लुडिङ छ। पेपर स्प्रे पनि बोकेर नआउनुहोस्। अब सार्प अब्जेक्ट भन्नाले तपाईँहरूले अब नाइफहरू, सिम्पल खालको नाइफहरू त्यस्तो बोकेर आउनै नमिल्ने भन्ने हुन्न। वेपनको सेक्सनमा टिक लगाउनुहोस् डिक्लेरेसन गर्दाखेरि। अनि उनीहरूलाई भन्नुहोस् त्यो लिएर आउनु मिल्छ नाइफ। मैले पनि नाइफ लिएर आएको हो। अनि मेडिसिन्स, सम काइन्ड अफ मेडिसिन्स हुन्छ, अनि सम काइन्ड अफ हर्ब्स अनि स्पाइसेसहरू अलाउड गर्दैनन् उनीहरूले। मेडिसिन्सको कुरा गर्दाखेरि चाहिँ तपाईँहरूले प्रिस्क्रिप्सन भएको मेडिसिन्सहरू चाहिँ लिएर आउन मिल्छ। यदि तपाईँ रेगुलरली कुनै मेडिसिन लिइराख्नु भएको छ, तपाईँहरूको लागि त्यो मेडिसिन्स चाहिँ डक्टरले प्रिस्क्राइब गरिदिनुहुन्छ भने चाहिँ तपाईँले 3 महिनाको लागि पुग्ने गरेर त्यो मेडिसिन चाहिँ डक्टरको प्रिस्क्रिप्सनको आधारमा लिएर आउन मिल्यो। होइन, यदि तपाईँहरू नर्मल मेडिसिन्स हुन्छ नि जुन हामीले रेगुलरली जेनरल मेडिसिन्स भन्छौँ, डिकोल्ड, निको, प्यारासिटामोल, अनि राइनेक्स, साइनेक्स, मुभ, सन्चो, यिनीहरू जेनरल मेडिसिन्सहरू चाहिँ तपाईँले जस्ट रिसिप्ट लिएर यो मेडिसिन्सहरू लिएर आउँदा केही समस्या हुँदैन। सो स्पेसल काइन्ड अफ मेडिसिन्सको लागि चाहिँ तपाईँलाई प्रिस्क्रिप्सन चाहियो। अनि त्यसपछि तपाईँको यदि कुनै जुत्ताहरूमा माटो लागेको छ, कुनै माटो भएको सामानहरू छ हजुरसँग भने चाहिँ त्यो फुल्ली अभोइड गर्नुहोस्। उनीहरूले चाहिँ एकदम डिटेक्ट गर्छन् यो कुराहरू चाहिँ, उनीहरू एकदम स्ट्रिक्ट छन् यो कुराहरूमा चाहिँ। सो माटो लागेको चाहिँ कुनै पनि सामानहरू बोकेर नआउनुहोस्। अनि हनी एन्ड बी प्रोडक्टहरू लिएर नआउनुहोस्। सो यदि तपाईँहरूले यो चिजहरू लिएर आउनु भएर पनि डिक्लेयर गर्नु भएन भने चाहिँ तपाईँहरूलाई त्यहीँ तपाईँहरूलाई न्युजिल्यान्ड $400 चाहिँ फाइन अन द स्पोट लाग्छ। सो बी केयरफुल। लिएर आउनै हुनुहुन्छ भने डिक्लेयर गर्नुहोस्। बरु डिक्लेयर गरेपछि उनीहरूले बरु फालिदिन्छ, डिस्पोज गरिदिन्छ। सो डिक्लेयर चाहिँ गर्नै पर्छ तपाईँहरूले जस्तो सामान लिएर आए पनि। अभोइड गर्नुपर्ने चिजहरूमा चाहिँ अनट्रिटेड वुडन आइटम पनि भन्दो रहेछ यिनीहरूले, त्यो पनि अभोइड गर्नु राम्रो हुन्छ। तपाईँहरूकोलाई सम्झन इजी होस्, लिस्ट बनाउन इजी होस् भनेर मैले यहाँ पिक्चरियल फर्ममा पनि राखिदिएको छु जुन तपाईँले देख्न सक्नुहुन्छ। सो तपाईँहरूले चाहिँ यो मैले सामानहरू के लिएर आउन मिल्छ र कति लिएर आउन मिल्छ भन्ने चाहिँ customs.gov.nz मा पनि गएर हेर्न सक्नुहुन्छ। म यसको लिङ्क पनि तल राखिदिनेछु तपाईँहरूलाई इजीको लागि। सो तपाईँहरूले चाहिँ यी सामानहरू चाहिँ मेनली अभोइड गरेकै राम्रो। अब हामी यो भिडियोलाई अगाडि बढाउँदाखेरि चाहिँ अब के चाहिँ सामान लिएर आउने त मैले न्युजिल्यान्ड आउँदा चाहिँ मेरो लागि इसेन्सियल के चाहिँ हुन्छ भन्ने कुरामा चाहिँ तपाईँहरूले मस्ट भनेको अब जाडो महिना सुरु हुँदैछ न्युजिल्यान्डमा, तपाईँले जाडोको कपडाहरू बोकेर आउनुहोस्। यहाँ एकदम हावा चल्छ, एकदम एकैछिन पानी पर्छ, यहाँको वेदरको ठेगानै हुन्न। सो तपाईँहरूले चाहिँ मस्ट भनेको तपाईँहरूको लागि थर्मोकोल बोकेर आउनुहोस्। रेनकोट एउटा बोकेर आउनुहोस्। अम्ब्रेला लिएर आउनुहोस्। अम्ब्रेला खासै युज त हुन्न किनभने यहाँ पानी पनि पर्छ अनि हावा पनि चल्छ। सो अम्ब्रेलाले कामै गर्दैन, तैपनि अम्ब्रेला एउटा बोकेर आउनुहोस्। अनि मेनली भनेको तपाईँहरूले बेडसिट अनि पिल्लो अनि सिरक, ब्ल्याङ्केट
यो चाहिँ बोकेर आउनुहोस्। अब हुन त सुरुमा ट्राभल गर्दाखेरि सबैलाई त्यही हो, सबै चिज लिएर आउनुपर्ने हुन्छ। सो लगेजको वेट पनि धेरै हुँदैन। सो एकदम इसेन्सियल मतलब एकदम इम्पोर्टेन्ट, यहाँ पाउन त सबै चिज पाइन्छ, तर हाम्रो अब बजेटको हिसाबले चल्नु पर्दाखेरि हामी सुरुमा आउँदाखेरि हामीसँग अब त्यही त हो नि, अलिकति जोगाउँ, सुरुमै आएर खर्च गर्न हामीलाई माया लाग्छ। डलरमा नेपाली पैसा लिएर आएर यता डलरमा खर्च गर्नलाई गाह्रै हुन्छ। सो तपाईँले चाहिँ यहाँ सिरक, सिरानी र बेडसिट, यिनीहरू तिनवटा कुरा चाहिँ नेपालबाटै बोकेर आउनुहोस्। यहाँ एकदम एक्सपेन्सिभ छ यो कुराहरू चाहिँ। अनि रेनकोट लिएर आउनुहोस् तपाईँहरूको लागि, अम्ब्रेला एउटा बोकेर आउनुहोस्। अनि ब्ल्याक सुज कम्पलसरी, काममा जानुहुन्छ तपाईँ ब्ल्याक सुज नै खोज्छ धेरै जसो काममा, म्याक्सिमम् 90% काममा तपाईँलाई ब्ल्याक सुज नै खोज्छ। सो ब्ल्याक सुज कम्फर्टेबल खालको, अलि राम्रो खालको उहीँबाट बोकेर आउनुहोस् एउटा। अनि एउटा ब्ल्याक ड्रेस सेट पनि बोकेर आउनुहोस्, एउटा होइन, म त भन्छु दुइटै बोकेर आउनुहोस्। आफूलाई कम्फर्टेबल हुने खाले फर्मल ड्रेस जस्तो एउटा, अनि एउटा अलिक क्याजुअल जस्तो ब्ल्याक ड्रेस दुई बोकेर आउनुहोस्। तपाईँहरूले इनर र सक्सहरू चाहिँ जति सक्नुहुन्छ त्यति धेरै बोकेर आउनुहोस्। यहाँ अब काम पनि हुन्छ, अनि वेदरले गर्दाखेरि पनि सबै ठाउँमा अब ड्रायर नहुन पनि सक्छ। सो तपाईँको लुगा सुक्दै सुक्दैन, चेन्ज गरी गरी लाउनलाई गाह्रो हुन्छ, एकै दिनमा धुनुपर्छ लुगाहरू। सो जति सक्दो धेरै लिएर आएको राम्रो सक्सहरू र इनरहरू चाहिँ। अनि तपाईँलाई चाहिने टुथपेस्ट, टुथब्रस एक सेट बोकेर आउनुहोस्। अनि रेजरहरू बोकेर आउनुहोस्। रेजरहरू पनि अलि एक्सपेन्सिभै छ। सो रेजरहरू बोकेर आउनुहोस्। केही लेडिज हुनुहुन्छ भने तपाईँहरूको लागि मेन्सुरेसन प्याडहरू अलिअलि बोकेर आउनुहोस्। अनि तपाईँको स्किन केयरको सामानहरू, अनि स्याम्पू, बडी वास, अब के हुन्छ तपाईँको आफ्नो सेल्फ सामानहरू त भइहाल्छ। अनि त्यसपछि एउटा सानो बोतल बोकेर आउनुहोस्। अनि स्लिपरहरू भइहाल्यो। अनि कम्फर्टेबल खालको सुजहरू बोकेर आउनुहोस् तपाईँहरूको लागि, अब कलेज काममा जानलाई हुने खाले। अनि एउटा क्याप बोकेर आउनुहोस्, आउटडोर काम पऱ्यो भने क्याप एकदम इसेन्सियल हुन्छ। सो एउटा क्याप बोकेर आउनुहोस्। अनि अब मेडिसिन्सको कुरा अघि पनि मैले गरिहालेँ। तपाईँले मेडिसिन्स, जेनरल मेडिसिन्स लिएर आउँदै हुनुहुन्छ भने त्यसको जस्ट रिसिप्ट भए हुन्छ। सो अनि त्यसमा कुनै छैन, ढुक्क भएर लिएर आउन मिल्छ। अनि खानेकुराको कुरा गर्दाखेरि चाहिँ तपाईँले एभ्री काइन्ड अफ खानेकुरा लिएर आउन मिल्छ, जस्तै चाउचाउ, दालमोठ, दाल, चामल, एभ्रिथिङ लिएर आउन मिल्छ। तर त्यसमा प्रोपर लेबल हुनुपर्छ। अनि एमएफटी चाहिँ लेखेको हुनुपर्छ, एक्सपायर डेट र म्यानुफ्याक्चर डेट चाहिँ लेखेकै हुनुपर्छ। अनि तपाईँहरूले अब मसलाहरू लिएर आउँछु, म मरिच लिएर आउँछु, टिमुर लिएर आउँछु, मसलाहरू, अचार लिएर आउँछु, थोरै थोरै भन्नुहुन्छ भने त्यो पनि लिएर आउनु मिल्यो। तर त्यही हो, लेबल चाहिँ टाँसेको हुनु पऱ्यो। अनि म्यानुफ्याक्चर र एक्सपायर डेट चाहिँ मेन्सन गरेको हुनु पऱ्यो लेबलमा। अनि खुर्सानी, चियापत्ती, बेसार, एभ्री काइन्ड अफ एभ्री चिज लिएर आउन मिल्छ। अनि तपाईँले धुप लिएर आउनु मिल्छ, मूर्ति लिएर आउनु मिल्छ, कलश, थाली, तपाईँले सबै चिज लिएर आउनु मिल्छ। अब तपाईँले कति लिएर आउनुहुन्छ र के लिएर आउनुहुन्छ भन्नेमा भर पर्छ। अब एडाप्टर बोकेर आउनुहोस् एउटा। अनि एउटा मल्टिप्लग चाहिन्छ भने मल्टिप्लग बोकेर आउनुहोस्। अनि सिम रोमिङ गरेर लिएर आउनुहुन्छ भने सिम रोमिङ गरेर लिएर आउनुहोस्। अनि अब तपाईँको ब्यागहरू त भइहाल्यो। अनि अब खाना बनाउने सामानहरूमा चाहिँ कुकर लिएर आउनु, प्लेट लिएर आउनु, एउटा स्पुन, आफूलाई एउटा एक सेट। अब आउने बित्तिकै खानको लागि हुने टाइपले पछि बिस्तारै जोडिन्छ अरू कुराहरू त, तर आफूलाई आउने बित्तिकै चाहिँ चाहियो नि। त्यसको लागि आफूलाई चाहिने एउटा अब कुकर, कराही, प्लेट, स्पुन, अनि एउटा नाइफ पनि बोकेर आउनुहोस् भन्छु म। सो यो कुराहरू चाहिँ सबै डिक्लेयर गरेर तपाईँले मजाले लिएर आउनु मिल्छ। डिक्लेरेसन चाहिँ तपाईँले अनलाइन थ्रु गएर पनि गर्न मिल्छ र एपबाट पनि गर्न मिल्छ। अथवा होइन म प्लेनमै गर्छु भने पनि तपाईँहरूलाई दिन्छ, एउटा डिक्लेरेसन फर्म दिन्छ, त्यो भर्न मिल्छ। तर म चाहिँ के सजेस्ट गर्छु भने तपाईँले अनलाइन थ्रु गरेको नै राम्रो हुन्छ। तपाईँको टाइम पनि सेभिङ हुन्छ। सो इजी पनि हुन्छ तपाईँलाई घरमै बसेर डिक्लेयर गरेर अनि त्यसपछि आउनु ढुक्कले सबै चिजहरू लिएर आउनु मिल्छ।
अब अभोइड गर्नुपर्ने चिजहरू बाहेक अरू त सबै खानेकुराको कुरामा त एज अ गुन्द्रुक पनि लिएर आउन मिल्छ। मैले लिएर आएको हो गुन्द्रुक। अनि मैले लिएर आएको भनेको गुन्द्रुक, मरिच अनि खुर्सानी, बेसार, मसला सबै मैले बोकेर आएको हो। यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स हो। सो यिन कुराहरूमा चाहिँ तपाईँले नडराइकन लिएर आउनु मिल्छ। सो डिक्लेरेसन गर्दाखेरि चाहिँ एकदम केयरफुल भएर आफूले लिएर आएको सामानहरू चाहिँ मसँग यो छ भन्ने थाहा हुनु पर्यो आफूलाई। अनि डिक्लेरेसन चाहिँ मजाले गर्नुहोस्। त्यहाँ सोध्छ तपाईँसँग के सामान छ, अनि खाने फुड आइटमहरू के छ, अनि वेपन्सहरू के छ भनेर सोध्छ। सो नडराइकन भनिदिने आफूसँग भएको सामानहरू। अनि उनीहरूले हेर्छन् पनि, ठिक छ भने पठाइदिन्छन्। केही फरक पर्दैन, त्यसमा डराउनु पर्दैन, आत्तिनु पर्दैन। जस्तै नर्मल्ली नै हुन्छ सबै कुराहरू। सो यी कुराहरू चाहिँ लिएर आउन मिल्छ तपाईँहरूले। अब यदि डिक्लेरेसन गर्न गल्ती गर्नुभयो भने तपाईँहरूले डिक्लेरेसन एनजेटिडी भन्ने हुन्छ, फर्म हुन्छ जुन, त्यो चाहिँ डिक्लेरेसनमा कुनै तपाईँको आइटम छुट्यो भने चाहिँ एकदम रिस्क हुन्छ। त्यतिखेर चाहिँ उनीहरूले फाइन पनि लगाउँछन्। अब अथवा उनीहरूको रुलमा के छ त्यो अनुसारले उनीहरूले गर्छन्। त्यो डिक्लेरेसन चाहिँ हजुरले राम्रैसँग गर्ने होला। मैले यहाँ पनि हजुरहरूको लागि जेनरल नलेज बढोस् भनेर यहाँ पनि लेख्दैछु। सो डिक्लेरेसन कसरी गर्ने भनेर। अथवा यहाँ अब हजुरहरूले देख्न सक्नुहुन्छ, यहाँ एनजेटिडी भन्ने एपबाट पनि डिक्लेरेसन गर्न सक्नुहुन्छ। अनि अरू तपाईँको बिहाफमा अरू कसैले पनि गरिदिन सक्छ। त्यो डिक्लेरेसन फर्म चाहिँ अरू बिहाफमा गरिदिन सक्छ। सो अब यी कुराहरू जेनरल सबै। अब तपाईँहरूको लाउने लुगाहरू त अब तपाईँहरूले आफ्नो हिसाबले लिएर आउने हो। मैले सबै डिटेलमा गइनँ। जे होस् मैले अभोइड गर्नुपर्ने चिज र इसेन्सियल अब चाहिने, अब एकदम इम्पोर्टेन्ट, यहाँ अलिक एक्सपेन्सिभ भएको, उतै सस्तो भएको सामानहरू चाहिँ मैले हल्का हल्का भनिदिन खोजेको। अब यदि तपाईँहरूलाई अझै धेरै जान्न मन छ भने लिभ अ कमेन्ट एन्ड म त्यसको रिप्लाई पनि गर्छु। अथवा कुनै अब यो टपिकमा चाहिँ भिडियो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ भने प्लिज भन्नुहोला। त्यसमा म भिडियो बनाउने कोसिस गर्छु। सो साथ सपोर्टको लागि धन्यवाद। Thanks for watching this video. Don't forget to like, comment, share and subscribe. Thank you. Bye bye.